watching the leaves falling in. Then it was something like a dream. Oh, so perfect, couldn't talk to me. The time moves slow when you're all alone. And the time moves slow. So hello and welcome back to another video, guys. And I'm currently on a different side of the world lately, and this is the beautiful Scotland. Sana Nepal भन्दा नि खासै फरक पर्दैन. And so let's begin the North ABC trek itinerary. So तपाईहरुले जहाँबाट आफ्नो ट्रिप सुरु गरे पनि starting point will be Pokhara, except for people living in Beni, Baglong, Muktinath side को चाहिँ obviously for obvious reasons. अनि so Pokhara आइसकेपछि I recommend you to stretch to तातो पानी सकेसम्म, because North ABC trek सुरु गर्नको लागि चाहिँ तपाईहरुलाई जसरी पनि तातो पानीबाट जीप हायर गर्नुपर्ने हुन्छ के. अनि जीप हायर गर्नलाई चाहिँ बिहान युजुअली 7 to 12 बजेसम्म चाहिँ मात्र गाडी पाउन अलि सजिलो हुन्छ है. अनि यी जीप अब रिजर्भ गरेर जान पनि हुन्छ. एन्ड दे युजुअली कस्ट समवेयर अराउन्ड 8,000 to 10,000 है. अनि इफ हजुरहरु 8 or above को ग्रुप छ भने ठीक छ. अब नत्र 2, 3, 4 जनाको ग्रुप छ भने चाहिँ अब बिहान तातो पानीमा रोडमा अरु पनि मान्छेहरु बसिरा हुन्छ एबीसी जानको लागि, नर्थ एबीसी जानको लागि. अनि उनीहरुसँग मिलेर चाहिँ अब 8-10 जनाको ग्रुप बनाएर चाहिँ अब जीप रिजर्भ गरेर जान मिल्ने त्यहाँ चलन पनि छ. मान्छेहरुले त्यही नै गर्छन् है. जीपबाट चाहिँ होमखोला जानलाई अराउन्ड चाहिँ 2 घण्टा जति टाइम लाग्छ. अनि द रोड कन्डिसन्स आर रियली वर्स. अनि टेक्निकली भन्ने हो भने बाइक पनि जान्छ, बट यु नीड टु बी भेरी करेजियस. अनि बाइक पनि क्यापेबल हुनुपर्छ है त्यहाँसम्म जानको लागि चाहिँ. सो जीपले चाहिँ तपाईहरुलाई चाहिँ होमखोलासम्म छोड्दिन्छ, किनभने होमखोलामा चाहिँ एउटा हाइड्रो पावर छ. सो हाइड्रोले चाहिँ माथिसम्मै गाडी लान चाहिँ दिँदैन. सो होमखोलाबाट चाहिँ 10 मिनट्स जस्तो हिँडिसकेपछि चाहिँ यु विल रिच अन द प्रपर स्टार्टिङ पोइन्ट अफ नर्थ एबीसी ट्रेक है. अनि त्यो स्टार्टिङ पोइन्टदेखि 1 आवर जस्तो हिँडिसकेपछि चाहिँ यु विल रिच टु फुतफुते झरना. इट्स अ लभली प्लेस, मजाको झरना. अनि त्यसको बाहिर चाहिँ खाना खाने ठाउँहरु पनि बनाएको छ. एउटा ठाउँ छ, सो खाना खाने ठाउँ बनाएको छ एउटा. मेबी फ्युचरमा अरु पनि बनाउँछ होला. देयर इज अ लट अफ पोटेन्शियल अब त्यो ठाउँमा. एन्ड आई सजेस्ट यु टु लाइक ह्याभ योर लन्च त्यो ठाउँमा. यदि तातो पानीमा खाएर गएको छैन भने चाहिँ फुतफुते झरनामा बसेर लन्च गर्ने. अनि लन्च गरिसकेको छ भने चाहिँ एटलिस्ट 15-20 मिनट चाहिँ यु निड टु रेस्ट त्यो ठाउँमा. किनभने चाहिँ त्यसपछि एकैचोटी लगभग एकदम स्टिप उकालो आउँछ कि त्यो फुतफुते झरना कट्ने बित्तिकै. अनि इट्स अराउन्ड 500 मिटरको स्टिप इन्क्लाइन छ. अनि त्यसपछि चाहिँ इट्स माइल्ड. अब त्यो नर्मल अलिकति उकालो अलिकति ओह्रालो छ हैन, सानो सानो ठाउँहरु. सो इट्स नट रियली ट्रिकी त्यो सुरुकै उकालो कटिसकेपछि. एन्ड यु विल फाइन्ड अ लट अफ हुन्छ नि सानो क्याम्प जस्तो क्याम्प साइडहरु बनाएको जस्तो चाहिँ बीच-बीचमा यु विल फाइन्ड प्लेन्टी अफ देम जाने बेलामा चाहिँ. अनि सानो क्याम्प स्पटहरु बनाएको हुन्छ त्यहाँ. लगभग अब प्रत्येक 1-1 किलोमिटर 2-2 किलोमिटरको डिस्टेन्समा चाहिँ 2-3 वटा चाहिँ त्यहाँ क्याम्प स्पटहरु छ है. अनि देयर यु क्यान ग्र्याब हुन्छ नि क्विक स्न्याकहरु के खानु मन लाग्यो भने त्यहाँ खाना पनि मिल्छ. अनि फुतफुते झरनाबाट अराउन्ड 3 to 4 आवर्स हिँडिसकेपछि चाहिँ यु विल रिच बुस्केट मेला भन्ने ठाउँ. अनि इफ यु वान्ट यु क्यान पुश योर सेल्फ. त्यहाँदेखि 1-1.5 घण्टामा चाहिँ यु क्यान रिच बेस क्याम्प नै पुग्न पनि सकिन्छ है. इफ नट यदि बेस क्याम्प नजाने हो भने चाहिँ यदि गाह्रो भइरहेछ बेस क्याम्प जान सक्दिन भन्ने यस्तो भइरहेछ भने चाहिँ अब बुस्केट मेलामा जस्तो व्यवस्थित खाने र बस्ने ठाउँ चाहिँ माथि बेस क्याम्पमा चाहिँ भेटिँदैन. सो यदि गाह्रो भइरहेछ भने आई सजेस्ट यु टु स्टे इन के अरे बुस्केट मेलामा सेम नाइट. एन्ड बुस्केट मेलाबाट चाहिँ नेक्स्ट डे बिहान लगभग 4-5 बजे उठेर चाहिँ सामान टेन्टमै छोडेर हैन खाली हात चाहिँ अब बेस क्याम्पको लागि निस्किन सक्ने हो भने चाहिँ 1.5 आवरमा चाहिँ बेस क्याम्प पुगिन्छ. अनि सर्टेन टाइम त्यहाँ स्पेन्ड गरेर यु क्यान रिटर्न ब्याक टु बुस्केट मेला. अनि त्यहाँनिर आफ्नो लन्च गरेर देन यु क्यान डिसेन्ड ब्याक टु होमखोला. अनि त्यसको लागि चाहिँ लगभग 4 घण्टा जस्तो टाइम लाग्छ, 4 to 5 आवर्स. किनभने आउने बेलामा चाहिँ इट्स गन बी डिसेन्ट हुन्छ. सो इट्स नट द्याट हार्ड. जाने बेला जस्तो टाइम चाहिँ लाग्दैन. एन्ड जानको लागि चाहिँ इट विल टेक यु अराउन्ड 6 to 7 आवर्स, मेबी 8 आवर्स डिपेन्डिङ अपन योर अब इन्ड्योरेन्स क्यापेबिलिटिज हैन. सो या डिपेन्ड्स. एन्ड टकिङ अबाउट द बजेट,
तातो पानीसम्म चाहिँ इट भ्यारिज होइन। अब किनभने कोही मान्छे राम्रो ठाउँमा बस्छ, कोही ठिक्कको ठाउँमा बस्छ, कोही सस्तो बजेटमा आउँछ। सो इट टोटली डिपेन्ड्स अपन हुन्छ नि यो लग्जरियसको क्यापेबिलिटी कतिको चाहिन्छ भन्ने। तातो पानीबाट माथि होमखोलाबाट माथि लागिसकेपछि चाहिँ इट्स युजली द सेम फर एभ्री वान है। अनि त्यो साइडतिर के छ भने अलिकति एक्सपेन्सिभ छ, किनभने इट्स नट कमर्सियलाइज प्रपरली। अनि सर्टेन ग्रुप अफ मान्छेहरूले गएर चाहिँ अब त्यहाँनिर चाहिँ अब उनीहरूले बेसहरू बनाउने, यताउति बस्ने खाने व्यवस्था भएको भएर चाहिँ अनि देयर इज नट हुन्छ नि सामानहरू लिएर जानुपर्ने, ग्यासहरू इच एन्ड एभ्रिथिङ चाहिँ बोकेर लानुपर्ने भइसकेपछि इट्स अभियसली गन बी अ लिटल बिट एक्सपेन्सिभ। सो एउटा अन्डालाई लेट्स से 100 to 150सम्म पर्छ ठाउँ अनुसार। अनि त्यसपछि फुटफुटे झरनामा चाहिँ नर्मल दाल भात तरकारीहरू खाएको चाहिँ 600 to 650। अनि वाइवे चाउच अन्डा हालेर वाइवे चाउच पकाएको यिनीहरूलाई चाहिँ 300 to 350 को बिचमा कतै पर्छ है। एन्ड बुस्केट मेलामा चाहिँ टेन्टमा बसेको डिनर गरेको एक रात त्यहाँ बसेको टेन्टमा अनि डिनर गरेको रेट चाहिँ पर नाइट 2100 को प्याकेजै बनाउनु भएको छ उहाँहरूले है। सो इट्स अल इन्क्लुडेड एकै ठाउँमा। अब अलग्गै खान्छु, अब आफ्नै टेन्टमा बस्छु भन्ने छ भने द्याट विल बी अ सेपरेट थिङ है। अनि सो टेक्निकली भन्ने हो भने 6000 रुपिजमा इन्क्लुडिङ जिपको भाडा गरेर चाहिँ पर पर्सनको चाहिँ त्यो ट्रेक कन्ट्रोल के अरे कम्प्लिट गर्न चाहिँ सकिन्छ। अब इफ यु आर अन अ भेरी अब टाइट बजेट, नत्र भने अलिकति इफ यु क्यान गो अलिकति लुज छोडेर अलिकति लाइक आई विल ह्याभ अ क्विक स्न्याक, अब अन्डा चियाहरू खाँदै खाँदै जाने हो त्यस्तो गर्ने हो भने चाहिँ मेबी 8000 म्याक्सिमम् त्यतिमा चाहिँ मजाले एकजनाको चाहिँ कम्प्लिट आनन्दको त्यो ट्रेक चाहिँ सकिन्छ है। एन्ड आई वुड लाइक टु सेयर माई पर्सनल एक्सपिरियन्स पनि। अब वाइल डुइङ दिस ट्रेक अब मेरो अगाडि चाहिँ देयर वर 2 guys रनिङ ट्रेलमा है। अनि ट्रेलमा कता कतै चाहिँ न्यारो सेक्सन्सहरू छ क्या लाइक बिट्विन द फरेस्ट। अनि उनीहरू चाहिँ दौडिँदै गर्दाखेरि चाहिँ वान अफ देम फेल डाउन द हिल है। अब त्यो स्टिप अलि अब त्यहाँदेखि भिरबाट चाहिँ एकजना चाहिँ अलि खुट्टा चिप्लेर खसिहाल्यो। अनि त्यसको पछाडि भइरहेको एनदर वान फलोड एज वेल। धन्न द भिर वाज लाइक नट द्याट स्टिप, सो लाइक दे वर लाइक एबल टु होल्ड देमसेल्फ। अनि वी ह्याड टु लाइक वी पुल देम ब्याक। बोथ अफ देम ह्याड लाइक सिभियर ब्रुजेसहरू खुट्टामा हातमा है। अनि सो दे ह्याड टु गो ब्याक टु तातो पानी सेम डे। वाट दिस स्टोरी एजुकेट्स अस इज एभ्री पर्सन हेज डिफ्रेन्ट स्ट्रेन्थ एन्ड इन्डुरेन्स क्यापेबिलिटिज। योर फ्रेन्ड माइट बी द फास्टर वान एन्ड यु माइट बी द स्लोवर वान है। अनि इट डजन्ट रियली म्याटर। सो इट्स नट अ रेस टिल टप जस्तो होइन नि त। इट्स नट लाइक अबाउट प्रुभिङ समथिङ अरू केही होइन। इट्स अबाउट यु इन्जोइङ द भ्यू and you enjoying the actual thing that you are doing to on the main कुरा चाहिँ। So take your time, enjoy the views होइन। अनि find your peace। अब ट्रेकिङ doesn't have to be pain endurance चेक गर्ने कुनै खालको सिस्टम बनाउनु पर्दैन त्यसलाई। अनि you can always take a break, have some snack, be hydrated अनि actually enjoy what you are doing at the moment होइन। अब rather than like rethinking every decision that you took to go on that trek, अब किन आएछु म भनेर पछुताएर बस्नु, त्यो अगाडि सबै साथीहरू अगाडि गइसक्यो भनेर त्यो टेन्सन लिएर बस्नुभन्दा जस्ट होल्ड अन टु यर सेल्फ, इन्जोय द भ्युज एभ्रिथिङ। अनि सबै एभ्रिथिङ इज नर्मल। यु डोन्ट ह्याभ टु लाइक प्यानिकहरू केही अगाडि गइसक्यो कसैले अब कम्पिटिसनको पैसा जित्छ भन्ने त्यस्तो पनि सोचेर चाहिँ हिँड्नु हुँदैन होइन। अनि सो यति भन्दै आई होप दिस आइटिनरी हेल्प्स यु एन्ड मेक योर प्लान। सो आई वेन्ट देयर 2025मा। अनि द रिसोर्सेस वर गुड। अब बस्ने खाने ठाउँहरू चाहिँ दे वर डिसेन्ट। अब अझै अब त नेक्स्ट इयर जस्तो अझै राम्रोसँग बन्छ। सो इट विल बी लट चिपर। धेरै त्यहाँ अब फेसिलिटिज आइसकेपछि बाटो पनि अलि के अरे मजाले बनिसकेपछि दे विल बी अ लट अफ पिपल। अनि हुन्छ नि बनाउने अरू मान्छेहरू पनि आउँछन् हु क्यान लाइक बिल्ड म बस्ने ठाउँ सुत्ने ठाउँ खाने ठाउँ भइसकेपछि कम्पिटिसन बढेर पनि इट्स गन बी अ लट अहिलेको रेट भन्दा चाहिँ इट्स गन बी अ बिट चिपर पछि चाहिँ फ्युचरमा। आई होप सो एटलिस्ट। So yeah, it's definitely worth it. So yeah, do it. And thank you guys for like watching this video, and I hope this helps. So yeah, thank you.